एलिमेन्ट्स अफ नेग्लिजेन्स। आज मैले नेग्लिजेन्सको विभिन्न एलिमेन्ट्सहरू हामी कुरा गर्नेछौँ। एलिमेन्ट्सहरूमा प्रवेश गर्नु अगाडि फर्स्ट नेग्लिजेन्स के हो त? नेग्लिजेन्स के हो भन्ने सम्बन्धमा पहिला हामीले बुझ्नुपर्छ। Negligence typically is defined as the failure to exercise the standard of care required by law to protect others from an unreasonable risk of harm. कुनै व्यक्ति नेग्लिजेन्स या नेग्लिजेन्ट भयो भनेर रेस्पोन्सिबल हुनलाई उसले के गरेको हुनु पर्यो त? स्ट्यान्डर्ड अफ केयर, जुन कानुनले स्ट्यान्डर्ड अफ केयर एउटा निर्धारण गरेको छ, त्यो स्ट्यान्डर्ड अफ केयर भन्दा फेलियर भएर त्यो व्यक्ति यदि काम गर्छ र त्यो कामले कुनै कुरो बिग्रिन्छ भने त्यहाँ हामी त्यो व्यक्ति नेग्लिजेन्स हो भन्न सक्छौँ। अब स्ट्यान्डर्ड अफ केयर के हो त भन्ने सम्बन्धमा समाज अनुसार, देश अनुसार, व्यक्ति पछि फरक फरक कुराहरू हुन सक्छ। स्ट्यान्डर्ड अफ केयर इज बेस्ड अन द केयर रिक्वायर्ड अफ एनी रिजनेबली प्रुडेन्ट पर्सन। तर कानुनले या कुनै व्यक्तिले मान्ने स्ट्यान्डर्ड अफ केयर के हो भने रिजनेबली प्रुडेन्ट पर्सनले गर्ने काम यो व्यक्तिले गरे हो कि होइन। रिजनेबली प्रुडेन्ट पर्सनले, एउटा राम्रो व्यक्तिले गर्नुपर्ने काम यसले गरेको हो त भन्ने हामी तुलना गर्छौँ। कानुनले जुन गर्नुपर्ने काम भनिएको छ त्यो तरिकाले गरेको छ कि छैन, यदि त्यो होइन भने त्यो स्ट्यान्डर्ड अफ केयर रिजनेबली प्रुडेन्ट पर्सनले गर्नुपर्ने जस्तो काम यसले गरेको छैन भने यो नेग्लिजेन्स हुन सक्छ भनेर भनिएको छ। योर एक्सन आर कम्पेयर्ड विथ द एक्सन अफ रिजनेबली प्रुडेन्ट पर्सन अन्डर द सेम सर्कमस्टान्सेस। त्यही सर्कमस्टान्सेसमा, त्यही परिस्थितिमा प्रुडेन्ट पर्सनले गर्ने काम कस्तो हुन्छ त? यदि तपाईले त्यस्तो गर्नु भएको छैन भने त्यो नेग्लिजेन्स हो भनेर भनिन्छ। अब एसेन्सियल एलिमेन्ट्स अफ नेग्लिजेन्स हामीले हेर्ने हो भने नेग्लिजेन्ट रेस्पोन्सिबल हुनलाई, नेग्लिजेन्ट अन्तर्गत लायबिलिटी बियर गर्नलाई के कुराहरू हुनै पर्छ त भन्ने कुरो हामी छलफल गरौँ। एक्जिस्टेन्स अफ अ लिगल ड्युटी, त्यो व्यक्तिको लिगल ड्युटी, गर्नुपर्ने ड्युटी उसले पर्फर्म गरेन। यदि लिगल ड्युटी होइन, उसले गर्नै पर्छ भन्ने होइन भने त्यो नेग्लिजेन्ट हुन सक्दैन। अर्को, फेलियर टु पर्फर्म द्याट, त्यो जुन ड्युटी उसलाई दिएको थियो त्यो ड्युटी उसले पुरा गरेन। ड्यामेज अर इन्जुरी टु द क्लेमेन्ट, जुन उसले गर्नुपर्ने ड्युटी थियो त्यो ड्युटी पुरा नगरेको कारणले के भयो त? अरूलाई इन्जुरी भयो, अरूलाई ड्यामेज भयो। फोर्थ, प्रोक्सिमेट कज रिलेसनसिप बिट्विन नेग्लिजेन्ट एक्ट एन्ड द इन्फ्लेक्सन अफ द ड्यामेज। अब उसले गरेको काम र जुन क्षति भएको छ त्यो बीच के हो त? डाइरेक्ट सम्बन्ध छ। उसले गर्नुपर्ने काम नगरेको कारणले यो कुरा हुन गयो। यो चारवटा कुरा भयो भने बल्ल त्यो व्यक्ति नेग्लिजेन्ट हो भनेर हामी बुझ्न सक्छौँ। जस्तै यहाँ एउटा छलफल अझै गरौँ हामी अझै विस्तारमा। एक्जिस्टेन्स अफ लिगल ड्युटीमा के भन्छ भने एक्जिस्टेन्स अफ अ लिगल ड्युटी टु प्रोटेक्ट अदर्स फ्रम हार्म, अरूलाई हार्म नहोस् भनेर उसको ड्युटी जुन छ त्यो के गर्नु पर्यो त? पुरा गर्नु पर्यो, अरूलाई प्रोटेक्ट गर्न सक्नु पर्यो। एक्जाम्पलमा, अ मोटरिस्ट हैज लीगल ड्युटी टु स्टप एट रेड लाइट। सवारी साधन चलाउने व्यक्तिको ड्युटी के हुन्छ त? जब रेड लाइट बल्छ हामीले आफ्नो गाडी रोक्नुपर्छ। टु ड्राइभ एन अटो सेफली विदिन द स्पिड लिमिट, स्पिड लिमिट, तोकिएको स्पिड लिमिट भित्र हामीले आफ्नो सवारी साधन चलाउनु पर्छ भन्ने हाम्रो ड्युटी हो। रेड लाइटमा रोक्नुपर्ने हाम्रो ड्युटी हो। A manufacturer has a legal duty to produce safe products. Safe product production गर्नुपर्ने manufacturer को काम हो। A physician has legal duty to inquire about the allergies before prescribing drugs. कुनै मेडिसिन कुनै बिरामीलाई दिनु अगाडि उसको एलर्जीहरू के हुन् त, अझै यसबाट कुनै नराम्रो हुन्छ कि उसलाई सोध्नुपर्ने, उसँग सल्लाह गर्नुपर्ने डाक्टरको ड्युटी हो। If there is no legal duty imposed by law, you cannot be held liable. यदि तपाईको त्यो ड्युटी होइन भने तपाईँ
लायबल हुन सक्दैन नेग्लिजेन्समा। फेलियर टु परफर्म द्याट ड्युटी, अब त्यो तपाईँले गर्नुपर्ने ड्युटी यदि तपाईँले गर्नु भएन, यु फेल टु कम्प्लाई विथ स्ट्यान्डर्ड अफ केयर to protect other from harm. Your action would be compared with the action of the reasonably prudent person under the similar circumstances. जुन अघि हामीले छलफल गरिहाल्यौँ। फेलियर टु परफर्म द्याट ड्युटी अन्तर्गत हामीले conduct can be either positive or negative act. यो जुन उसले गर्नुपर्ने काम गरेन त्यो पोजिटिभ एक्ट पनि हुन सक्छ, नेगेटिभ एक्ट पनि हुन सक्छ। पोजिटिभ एक्ट, ड्राइभिङ एट हाई स्पिड इन अ रेसिडेन्सियल एरिया, उसले गर्नु हुँदैन थियो तर के गरे त रेसिडेन्सियल एरियामा पनि हाई स्पिडले गाडी चलायो। अर रनिङ अ रेड लाइट बल्दा बल्दै पनि गाडी चलायो। यो एक्ट गरेको कारणले के भयो त फेलियर टु ड्युटी, उसको आफ्नो ड्युटीमा फेल भयो। उसले रोक्नु पर्ने थियो, उसले स्लोमा चलाउनु पर्ने थियो रेसिडेन्सियल एरियामा, तर उसले गरेन। नेगेटिभ एक्ट, if you injure someone because you failed to repair the faulty brakes on your car, तपाईको गाडीमा बिग्रेको ब्रेक छ, त्यो तपाईले समयमा बनाएर रिपेयर गरेर चलाउनु पर्ने थियो, त्यो तपाईले गर्नु भएन। यहाँ नेगेटिभ एक्ट, तपाईले गर्नुपर्ने यहाँ गर्नु भएन हैन, त्यहाँ नगर्नुपर्ने तपाईले गर्नु भयो। फेलियर टु परफर्म द्याट ड्युटी। अब ड्यामेज अर इन्जुरी, थर्ड एलिमेन्ट्स इज ड्यामेज अर इन्जुरी टु द क्लेमेन्ट। जुन हाम्रो ड्युटी थियो त्यो ड्युटी हामीले पुरा गरेनौँ, फेल भयौँ, त्यसको कारणले अरूलाई के भयो त क्षति भयो। द इन्जर्ड पर्सन मस्ट सो ड्यामेज अर इन्जुरी एज अ रिजल्ट अफ द एक्सन अर इनएक्सन अफ द एलेज डट फिसर्स। गर्नुपर्ने काम तपाईँले नगरेको कारणले गर्दाखेरि, फेल भएको कारणले गर्दाखेरि अरूलाई हानि हुन गयो, अरूलाई क्षति हुन गयो। एक्जाम्पल, अ स्पिडिङ मोटरिस्ट मे रन अ रेड लाइटमा रोक्नु पर्ने थियो, त्यही पनि तपाईँले रोक्नु भएन, स्म्यास इन्टु योर कार एन्ड सिरियसली इन्ज्योर यु। अर्को गाडीलाई तपाईँले ठक्कर दिनुभयो, ड्यामेज भयो र इन्जुरी भयो। त्यो के हो त ड्यामेज अ इन्जुरी। फोर्थ एलिमेन्टमा प्रोक्सिमेट कज रिलेसनसिप, तपाईले गर्नुपर्ने ड्युटी नगरेको कारणले, फेल भएको कारणले ड्यामेज भयो र तपाईले गर्नुपर्ने ड्युटी नगरेको कारणले ड्यामेज भयो, त्यो ठ्याक्कै दुईटैको रिलेसनसिप हुनुपर्छ। देयर मस्ट बी अनब्रोकन चेन अफ इभेन्ट्स बिट्विन द नेग्लिजेन्ट एक्ट एन्ड इन्जुरी अर हार्म द्याट अकर्स। त्यो इन्जुरी र नेग्लिजेन्ट एक्ट बिच के हुनुपर्छ त अनब्रोकन चेन अफ इभेन्ट भयो भने नेग्लिजेन्ट ठहरिन्छ। अ ड्रङ्क ड्राइभर हु रन्स अ रेड लाइट एन्ड किल्स अनदर मोटरिस्ट वुड मिट प्रोक्सिमेट कज रिक्वायरमेन्ट। रेड लाइटमा रोक्नुपर्ने ड्रङ्क ड्राइभरले नरोकिकन अर्को मोटरसाइकललाई ठक्कर दियो, अर्को गाडीलाई ठक्कर दियो र अर्को व्यक्तिको डेथ भयो। त्यो के हो त प्रोक्सिमेट कज रिलेसनसिप। निसार अहमद मिया विरुद्ध प्रमोद पौडेल समेत नेकपा 2075 अंक 7 निर्णय नम्बर 10061 क्षतिपूर्ति दिलाइ पाउँ भन्ने मुद्दामा बोलिएको छ। कुनै रोगीको उपचार गर्ने क्रममा कुनै चिकित्सक र सुसम्बद्ध संस्थाले लापरवाही गरेको छ वा छैन भनी हेर्दा मूलत हेरचाह गर्नुपर्ने दायित्व ड्युटी अफ केयरको समुचित प्रयोग भयो वा भएन र चिकित्सकले गरेको कार्य र निस्किएको परिणाम बीच सोझो सम्बन्ध डाइरेक्ट कजल रिलेसन छ वा छैन सो हेरिनु पर्दछ। चिकित्सकको हेरचाह गर्ने दायित्वभित्र बिरामीको उपचार गर्न सहमति जनाउने, उपचार गर्ने, उपचार गर्दा होसियारीपूर्वक र सतर्कतापूर्वक गर्ने दायित्व समेत पर्ने भनेर सर्वोच्च अदालतबाट फैसला भएको हामी पाउँछौँ। यो ड्युटी अफ केयर र डाइरेक्ट कजल रिलेसनसिप, यो नेग्लिजेन्स रिलेटेड भएकोले मैले सान्दर्भिक ठानेर यहाँ राखेँ। हस् त, धन्यवाद।